हाई गाइज, आज चाहिँ मलाई नेपाल फेस्टिभलको सक्सेसफुल भिडियो बनाउन मन थियो। नेपाल फेस्टिभल भएको चाहिँ अलमोस्ट 1 महिनाभन्दा बढी नै भइसक्यो है। म चाहिँ बिजी भएर यो भिडियो बनाउन पाएकै थिएन। फर्स्ट अफ अल त यहाँ नारियानेको दाईहरूलाई एकदम धेरै धन्यवाद, मलाई स्टल राख्न दिनुभयो। अनि हाम्रो लाफिङको जर्नी चाहिँ नेपाल फेस्टिभलबाटै स्टार्ट भएको थियो। फर्स्ट टाइम 2 वर्ष अगाडिको नेपाल फेस्टिभलमा हामीले लाफिङ र पानीपुरी मात्रै बेचेको थियौँ। त्यति बेला हामी अलमोस्ट 3.5 घन्टा 4 घन्टामा सोल्ड आउट भइसकेको थियो कि त्यस्तो धेरै मन पराइदिनु भएको थियो। अनि त्यही कारणले गर्दा इन्करेज भएर हामीले फुड ट्रक खोलेर आज हाम्रो 3-4वटा ब्रान्च भइसक्यो लाफिङ स्टेसनको। अनि उहाँहरूलाई धन्यवाद। अनि मेरो कस्टमरहरू, ओ माई गड, क्यानबेरामा मलाई किन यति धेरै माया गर्नुहुन्छ, आई डोन्ट नो, यति धेरै माया गर्नुहुन्छ। एकदम धेरै ग्रेटफुल कि मैले सबै भिडियोमा भनिरहेको हुन्छु क्यानबेरामा मलाई एकदम धेरै माया गर्नुहुन्छ, क्यानबेराप्रति म एकदम धेरै ग्रेटफुल छु भनेर। अनि अस्ति चाहिँ त्यही नेपाल फेस्टिभलको सक्सेसफुल भइसकेपछि एउटा प्रोग्रामहरू राख्नुभएको थियो उहाँ दाईहरूले। अनि म चाहिँ बाबा मम्मीलाई लिएर घुम्न गएको भएर जान पाएको थिएन। अनि अस्ति दाईले मलाई भेटेर कस्तो राम्रो राम्रो मायाको चिनोहरू दिनुभएको थियो कि, अनि त्यो चाहिँ मैले भिडियो बनाएर हाल्न मन लाग्यो। अनि यहाँनिर चाहिँ कस्तो दामी यो छ नेपाल फेस्टिभल क्यानबेरा 2025 भनेर। अनि भित्र कस्तो राम्रो यो छ, यस्तो राम्रो गिफ्ट, एकदम राम्रो छ यो। अनि त्यस पछाडि यो चाहिँ यस्तो, वाउ, कस्तो राम्रो डिजाइन के यसको, यो नेपालको पुरै झन्डा गरेको। अनि यो छ। अनि त्यसपछि हाम्रो सर्टिफिकेट छ, क्यापिटल लाफिङ स्टेसनको सर्टिफिकेट अफ एप्रिसिएसन भनेर छ। अनि अर्को छ यहाँ यस्तो राम्रो छ, यो चाहिँ एकदम राम्रो छ कि, मैले भिडियो बनाउनै भ्याएको थिएन। अनि वाउ, कस्तो राम्रो छ कि यो। थ्याङ्क यू सो मच सबैजना दाईहरूलाई। अनि क्यानबेरामा चाहिँ स्मल बिजनेसलाई एकदम सपोर्ट गर्नुहुन्छ सबैजनाले, एकदम सजिलो छ बिजनेसहरू गर्नलाई, सबैजना एकदम हेल्पफुल हुनुहुन्छ, सपोर्ट गर्नुहुन्छ, त्यसको लागि एकदम धेरै ग्रेटफुल छु म। सबैजनालाई धेरै धेरै धन्यवाद। त्यही हो, बाई बाई, थ्याङ्क यू फर वाचिङ।